हेलो नमस्ते गुड मर्निङ सबैजनालाई याम्बोलबाट हामी चाहिँ आज सोफिया जाँदैछौँ अनि हाम्रो भोलि म्याच हुन गइरहेको छ अनि यहाँ हामी यतिखेर याम्बोल बस पाएका छौँ। हाम्रो साथीभाइहरू देख्न सक्नुहुन्छ। हामी उहाँहरूसँग अलिकति छोटो कुराकानी गर्नेछौँ। हाम्रो भोलि के ट्याक्टिस रहनेछ स्ट्राटेजी अब त्यही हो फर्स्ट म्याच होइन बुल्गेरियामा आएर फर्स्ट टुर्नामेन्ट भनौँ न हाम्रो यतिखेर ठिक छ राम्रै हुन्छ होला भन्ने आश छ। जित्छु मलाई जहाँसम्म लाग्छ। ल हाम्रो लेजेन्ड साहब के भन्नुहुन्छ? फ्रेन्च लेजेन्ड सकेको दिन हो अब आफ्नो बेस्ट तर हार्ने बानी चाहिँ छैन है फेरि जित्ने नै बानी छ फेरि हेरौँ के हुन्छ ल अब हामी चाहिँ सिधै अब उता के अरे खालखानी टाइम बेला भेट्नेछौँ। ल अहिलेलाई यति गर्नेछौँ। ल बाई बाई। हामी चाहिँ म्याकडोनल्ड्समा यसो चिया पानी खाने कार्यक्रम छ। यहाँ हाम्रो भाइस क्याप्टेन साहब हुनुहुन्छ। यहाँ केही खाएन हग्नु मात्रै गाउँमा पैसा नभएर यहाँ हाम्रो क्याप्टेन साहबबाट के राय लिनेछौँ? के छ भोलिको स्ट्राटेजी? बढिया। यहाँ हाम्रो म्यानेजर साहब रोशन सम्धी के छ भोलिको कतिको तयारी भइरहेछ टोलीहरूसँग? रोशन दाईको दिमागमा 6वटा बियर छ अहिले। के अरे 6वटा बियर छ। यहाँ हाम्रो कोच मामा हुनुहुन्छ। के छ भोलिको स्ट्राटेजी? यहाँ हाम्रो टपेन्द्र बाबु के छ एक्साइटमेन्ट? भोलि एकदम एक्साइटमेन्ट छ। मैले फोन नगरे है सुत्या हुने मान्छे हो उहाँ चाहिँ। यति धेरै एक्साइटमेन्ट छु कि म यहाँ आएर मुख दुइरहेको हगेर मारेर जानु के छ रोशन सम्धी भप्पा? अल गुड। हाम्रो डिफेन्स लाइन टिका दो लेजेन्ड साहब भोलि कति गोल हान्ने हो लेजेन्ड साहब? होला नि 2-3 गोल। सुजन कति गोल हान्ने? मेरो त ह्याट्रिक हो। म लगभग 8 गोल चाहिँ हाम्रो टुर्नामेन्टभरि 8 गोल टुर्नामेन्टभरि। ल चाहिँ कति गोल खान्छु भन न त्यो। म गोल खाने होइन म रोक्ने हो क्या बुझ्यो? ल ठिक छ। यहाँ उदय चाहिँ टक्क लाएर यहाँ बुहारीसँग बोलिरहेछन्। कहाँ बोलेको छु दाइ मेरो किन आज तिमी किन कालो देख्यो मैले किन आज भोलि? यो कपालको हेयर स्टाइल त्यस्तै भएर कति उडा हाल्यो यति? कता दाइ यहाँ के कपाल काटेको 586 युरो कि म्याकडोनल्ड्सको आलु चिप्स खाइरहेछन् केटाहरू। फाइनेन्सियल कन्डिसन राइट नाउ यस्तो छ। ल अहिलेलाई हामी यतिकै बन्द गर्नेछौँ। हामी अब सोफिया पुगेर तपाईँहरूसँग कुराकानी गर्नेछौँ। ल यतिखेर चाहिँ हामी सोफियामा आइपुगेका छौँ। अब हाम्रो के छ कार्यक्रम? एकछिन डुल्ने डुल्ने अनि भरेजलाई चाहिँ छुट्टै छ। भोरेलाई चाहिँ छुट्टै छ। अहिलेलाई चाहिँ अब वार्मअप गरेर नि केटाहरूलाई। ल यहाँ हामी देख्न सक्छौँ यो चाहिँ हाम्रो स्टेसन के टिकट काट्ने ठाउँ भनौँ। यहाँ तपाईँहरूलाई टेक्निक देखाउँदैछु नयाँ टेक्निक टक्कै एक्जिस्ट हुने यस्तो छ है। उयो हाने यसरी छ है। यसरी झ्यापझुप ट्याक्सीहरू छ यता टक्कलाई हामी एक्जिस्ट भएका छौँ। हाम्रो कहाँ यात्रा सम्म हो? हाम्रो यहाँ दुईजना हाम्रो म्यानेजर साहब रोशन घरती भुजेल बप्पा, हाम्रो सुनिल मामा हुनुहुन्छ, हाम्रो टिका दाई, हाम्रो यहाँ दुईजना महाजोडी। Continue on to Naya Maria Luisa Boulevard. यहाँ दुईजनाको के हुँदैछ यहाँ कुरा? दुईजनाको यहाँ अगाडि सेक्सी केटी छ त्यही हेर्दैछु म यार। यहाँ देखाइदिउँ सेक्सी केटीलाई नि। हाम्रो सन्तोषले हेरेको छैन। सन्तोष देखाएको मलाई चाहिँ। वान वुमेन यहाँ हाम्रो टोलीहरू छन्। हाम्रो सुभाष दाई यसो हात हल्लाइदिनुहोस्। अब के गर्नु यार, कसैले यहाँ रिसिभ गर्न आएको छैन। क्याप्टेन साहब के भन्नुहुन्छ यार? यतिखेर हामी पुगेको 2 घन्टा भइसक्यो, कोही छैन। बाबु के भन्न चाहन्छु? उदय गरिबको हातमा आइफोन बोकेपछि यस्तो जहाँ पनि भिडियो बन्छ। अभी मैं गाली नहीं दे सकता। नहीं गाली नहीं देना। फैमिली देखती है, वरना मैं ऐसे गाली दूं, ऐसे गाली दूं ना, जिंदगी भर याद रखें ये बड़े भाई। हाम्रो क्याप्टेन साहब टपेन्द्र हाम्रो क्रिकेट खेलाडी यार, फुटबल खेलाडी बनाछन्। के भन्छौ यार तिमी? ठिक छ सबै। He is the best. अनि I am the father of best. फादर अफ द बेस्ट। Mother of best. क्यामेराम्यान चाहिँ mother of best. ल अब हामी गएर पेट पूजा गर्नेछौँ। ल अहिलेलाई यति नै। ल बाई बाई। यतिखेर चाहिँ हामी नेपाली मार्च जाँदैछौँ। यहाँ हाम्रो दाजुभाइहरूले बटम थिच्न नजानेर हामी लगभग 15 मिनट बस्यौँ।
यहाँ टेक्नोलोजी यस्तो रहेछ। यहाँ हाम्रो शेखर सर, यहाँ हाम्रो टोलीहरू छन्। एकछिनमा मादल बजाउने कार्यक्रम पनि छ। हाम्रो शेखर सर हुनुहुन्छ। अलि भोक भोक लागे जस्तो लागिरहेको छ मलाई चाहिँ। कस्तो भयो यात्रा हाम्रो शेखर सर यात्रा? होइन तपाईँलाई चाहिँ अलिअलि गर्ने छ। हाम्रो म्यानेजर र हाम्रो कोचको चाहिँ कम्बाइन मिलेछ। सेम सेम जुत्ता, सेम सेम पोइन्ट। अर्को त के हुनु यसो। अहिले हामी सेन्टरतिर जाँदैछौँ। हामी नेपाली मिनी मार्ट भन्ने ठाउँमा जाँदैछौँ। यस्तै छ यो। लगभग कति 7 महिनापछि फेरि आएछ हामी। ल खेर चाहिँ हामी यहाँ हाम्रो सोफियामा हाम्रो नेपाली मिनी मार्ट रहेछ। यहाँ हामी तपाईँलाई देखाउँदैछौँ स्टक कलाएर यहाँ नेपाली सामानहरू छ। म देखाइदिन्छु। यस्तो छ पुरै। त्यो बन्द गर न, बन्द गर न। अचारहरू करेन्टहरू सबै रहेछ यहाँ। कलर यस्तो। यहाँ चामलहरू पनि रहेछ। यहाँ जुसहरू छ। हाम्रो सञ्चालक दाइ हुनुहुन्छ, के भन्नुहुन्छ? हजुर नमस्ते। यति टाढादेखि आइदिनु भएछ साथीहरू, उहाँदेखि आएर भिजिट गर्न आउनु भएको छ। सबैलाई धेरै धेरै धन्यवाद। हजुरहरूको माया नै हाम्रो हौसला हो होइन। यसले हामीलाई हौसलित गराउँछ। आइदिनु होला, सेवा गर्ने मौका दिनु होला। सकेसम्म सबै हजुरहरूको अब के ल्याउँदा हुन्छ, के कमी कमजोरी छ बताइदिनु होला। हामी सुधार्दै जान्छौँ। धन्यवाद तपाईँ। यहाँ हाम्रो क्याप्टेन साहब र यहाँ हाम्रो कोच हुनुहुन्छ, कोच र म्यानेजर हाम्रो दाइ हुनुहुन्छ। यहाँ छ यस्तै छ। माथि चाहिँ माथि चाहिँ स्टोर रहेछ। तपाईँलाई नमस्ते। माथि चाहिँ म जाँदैछु। पशुपतिनाथको रहेछ। माथि अलि सानो सानो रहेछ। यहाँ चाहिँ स्टोरहरू रहेछ है टक्क। यहाँ मोमो बनाउने भाडा रहेछ। उदय बाबु हेर यहाँ कस्तो लागिरहेछ नेपाली मिनी मार्ट आएर? एकदम राम्रो लागिरहेछ। भुँडी नदेखाऊ। के काम भइरहेछ। ल यस्तो छ। ए देखाउन दाइ। ल के भन्नु? ल दीक्षालाई आई लभ यु भन। दीक्षालाई त सधैँ आई लभ यु हो। अब तपाईँ यहाँ देख्न सक्नुहुन्छ यो प्रन यो खुराएर खाने हो। ल यस्तो छ। यहाँ सबै छ। खै बाबु छटा त डाबर रेड बुलहरू यहाँ रेड बन्ने रहेछ। यहाँ मसलाहरू छ। के भन्छ ल के छ लेजेन्ड साहब? ठिक छ यार। टक्कलाएर नेपाली मिनी मार्ट हेरेछ। अलि सानो सानो भने एकदम राम्रो रहेछ गाइजहरू। पनि देखाउँछु। यता नि सबै स्टोरै रहेछ। यहाँ स्टोर रम्पम समसम डेबिल सेबिल यहाँ सबै रहेछ सबै स्टोरहरू। ल तपाईँहरू नि आउनु होला। बुल्गेरियाभित्र रहनु भएकाहरू सबैजना। यसो नेपाल जान नपाए नेपाली स्वादहरू नेपाल मुलुकका खानेकुराहरू खान सम्झिनु होला नेपाली मिनी मार्ट। उहाँहरूले प्रतिबन्ध खोल्दै हुनुहुन्छ। ल अझ अब हामी यहाँबाट केही बेर निस्किनेछ बस्नेछौँ। ल सबै कार्गो गर्नुहुँदो रहेछ उहाँले प्रायः। त्यही त कार्गो गर्नुहुँदो रहेछ। नेपालबाट सिधै डाइरेक्ट मगाउनु हुँदो रहेछ। कस्मेटिक सामानदेखि लिएर यहाँ सबै रहेछ। मोमो बनाउने भाडा यो चाहिँ स्टोर भइगयो। तल रहेछ यहाँ मोमो भाडा सानो भाडा कराई सराई जुत्ता गोल्ड स्टार नै रहेछ यहाँ। यस्तो सबै एकदम राम्रो बनाउनु भएको। सानो ठाउँ भयो, कन्जेस्टेड ठाउँ भयो भने एकदम राम्रो रहेछ। तपाईँहरू आउनु होला, भिजिट गर्नु होला। उहाँहरूको अभिप्रायहरू उहाँहरूको के लिनु होला रायहरू। यस्तै छ स्टोरहरू यो चाहिँ। ल साथीहरू चामलहरू खुर्सानी म भन्छु एउटा क्वेसन। यतिखेर चाहिँ हामी गोर्खा रेस्टुरेन्टमा आएका छौँ पेट पूजा गर्नलाई। हाम्रो क्याप्टेन साहब, हाम्रो टपेन्द्र बाबु क्याप्टेन साहब पेट पूजा हाल्नु पऱ्यो, त्यसपछि अरू पूजा हाल्नु। हाम्रो उदय बाबु मलाई फोन आएको छ नि। हेलो गुड मर्निङ। हामी चाहिँ होटेलमा बसेका छौँ। यहाँ हाम्रो साथीहरू छ यहाँ टक्क लगाएर तपाईँहरूलाई म नजारा देखाउँदैछु। यहाँ अनि राम्रो रहेछ। यस्तो छ होटेल। हामीले 3वटा कोठामा बसेको थियौँ। अनि होटेलहरू चाहिँ राम्रै रहेछ।
अनि हिजो चाहिँ अलि 3 घन्टासम्म डुलियो लोकेसन नपाएर। आज चाहिँ हामी टक्क लगाएर फुटबल ग्राउन्डको लोकेसन हेर्न जाँदैछौँ अनि फुटबल खेलेर उतैबाट जानेछौँ। हिजो चाहिँ नेपाली मिनी मार्ट गयो अनि त्यस पछाडि गोर्खा सोफी रेस्टुरेन्ट गयो। ल अहिले चाहिँ हामी एकछिनमा निस्किनेछ, तपाईँलाई बाटोमा भेट्नेछौँ। डाइट भइरहेछ यताखेरि यतातिर यहाँ खेलाडीको हो यो कुन खवाई हो यो खाउन मामाको यहाँ कोचको काका ए मामा खानु त खानु ओ कोच हाम्रो खोइ म्यानेजर साहब त यहाँ सेफ भइरहेछ यहाँ हाम्रो केटाहरू छन्। म्यानेजर साहब के छ आजको म्यानेजर साहब के छ अनि अवस्था अहिलेको अवस्था ठिक छ? हाम्रो यहाँ सुभाष दाईको के छ? आज अलिकति हिजोदेखि हल्का सन्चो छैन, त्यति मात्रै हो। अब हेरौँ, लेट्स सी। लङ्गुरको हातमा अङ्गुर, यहाँ लङ्गुर यो अङ्गुर। ल कस्तो छ? ठिक छ? टप्पु के छ? टप्पु कस्तो बस्छु तै? यता हेर न, यता हेर न, एकदम राम्रो भयो। डिस्टर्ब गरेन नि उदयले, यो मान्छेले। उदयलाई हामी यहाँ राखिदिएको थियौँ। के सोचे मलाई तपाईँ भन्नुभयो ज्ञानी सुन्दर शान्त विचार भन्ने उदय थापा। ल हामी चाहिँ हिँड्दैछौँ यहाँ। यतिखेर हामी सोफिया युनिभर्सिटीमा छौँ, तपाईँहरूलाई देखाउनेछौँ। यहाँ भाइ छ, यहाँ अगाडि टोलीहरू छ। यो चाहिँ युनिभर्सिटी रे, राम्रो रहेछ पार्कहरू, फोटो सेसन भइरहेछ त्यता। यस्तै छ गाडीहरू। यहाँ म्यानेजर कोच हुनुहुन्छ, यहाँ म छु, यहाँ मेरो भाइ छ, भाइ यहाँ कोचसँग बोलिरहेछ। यहाँ उसले लोकेसन हेर्दैछ। यहाँ यस्तो रहेछ, मूर्ति पनि रहेछ है साथीभाइहरू। पार्क नबस्ने रे, अगाडि जाने रे। खोइ कहाँ जाने हो, यस्तै छ चलिरहेछ जिन्दगी। खोइ कहाँ अर्को सेन्टर भनिरहेको थियो, अर्को स्टेसन हो क्या। यहाँ हाम्रो टोलीहरू छ, कोच म्यानेजर यहाँ हुनुहुन्छ, 2जना खेलाडी हुनुहुन्छ, 2जना चाहिँ जुत्ता लिन जानुभएको छ। यस्तै छ गाडीहरू, हेर्नुहोस् है गाडी, यस्तै गाडी कुदाउने हो टप्पु, यस्तै गाडी। म पछि छ गाडी, हेर्नु सक्नुहुन्छ गाडी। यस्तै छ नजराहरू। यो चाहिँ अब मार्केट होला। खोइ कहाँ जम छिटो बाक खोइ यो एसएमबी लु यही यसो दामी सम्झी यही हो क्या तपाईँ आएको हो? यहाँ हाम्रो सम्झीले फोटो खिचेको ठाउँ रहेछ। सर लगाएर यो एसेम्ब्लीहरू यहाँ सबै छ। यहाँ सिसिटिभीको रेकर्डेड हुन्छ, फेरि मार्छ, फेरि जहाँ कहीँ भिडियो बनाउनु मिल्दैन। खोइ यहाँ यसो बिचल्ली भइरहेछ। यहाँ मेरो भाइ आइरहेछ, टप्पु पछाडि आइरहेछ यार। क्रिकेट खेलाडीलाई यहाँ फुटबल प्लेयर बनाएर दुःख पाउनसम्म पाछन् हाम्रो टप्पु भाइले। केही छ मेसेज खबर कसैलाई सन्देश पठाउनु छ भने? घुमफिर भइरहेको छ सोफियातिर, बुल्गेरियाको सोफिया कति राम्रो सुन्दर ठाउँ छ। सबैले बुल्गेरियामा बस्नु भने दाजुभाइ दिदीबहिनीहरू आउनु होला घुम्न, रमाइलो छ। यो चाहिँ चोक हो, यो कुन चोक हो? यहाँ छ यस्तो, अनि बिल्डिङ रहेछ, बिल्डिङ यस्तो छ है गाइजहरू। टक्क लाएर वान अफ द बिजी सिटी, एकदम पुरानो र इम्पोर्टेन्स पुरातात्विक भन्छ नि, एकदम हिस्ट्रीमा चाहिँ एकदम इम्पोर्टेन्स सोफिया भनेर पनि भन्छन्। यस्तै छ है। टक्क लगाएर मेट्रो ट्रेन मेट्रो होइन, ट्रली बस गाइजहरू, ट्रली बस हिँडिरहेको छ। खोइ अब हिँडिरहेछौँ टक्क लगाएर। आज लौत हिँडिरहेको छ, हिजो नि हिँडियो 3 घन्टा। यहाँ हाम्रो टोलीहरू छन्। यहाँ हाम्रो म्यानेजर साहब वाकिङ कस्तो हुँदैछ? वाकिङ मलहरू रहेछ, मल पुरानो घर नि छ, तपाईँलाई म देखाउँछु।
यहाँ यस्तो यस्तो छ क्या घरहरू यस्तो यस्तो घर छ यहाँ मामा सुभाष दाई करोडको अनुहार हेर्नु पऱ्यो यहाँ कति करोडको अनुहार हो यो यता हेर न पुरै देखाउ न देखाऊ 21 करोड 70 करोड होइन नि 17 करोडको अनुहार यहाँ बोकेर हिँडिरहेछन् यहाँ हाम्रो बप्पा जेसन होल्डर यहाँ गाडी देख्न सक्नुहुन्छ ट्रली बस मसिन मामा यहाँ मिलाउँदै हुनुहुन्छ यो सुजन हाम्रो क्याप्टेन साहब क्याप्टेन के छ क्याप्टेन आज ईशान खड्काले जस्तो खेल्नु पऱ्यो क्याप्टेन फिल्मको ईशान खड्का जस्तै यस्तो छ यहाँ यस्तो छ गाडीहरू हेरेर बाटो हेरेर काट्नुपर्छ यहाँ अहिले फेरि फाइन लगाउनु फाइन पाइँदैन ठाउँमा सिसिटिभी हुन्छ यस्तै छ पारा यस्तै छ घरहरू दामी छ यो अब हिँड्नुपर्छ हामी हिँडिहाल्नुपर्ने छ अब बुटुटु हिँडौँ यस्तो छ नि परै गाडी रोक्दैछ हामीलाई पप्पा अहिले हतार भएन भएको छैन हतार अब के गर्ने यस्तै हो पाउनु दुःख पाइहाल्यो त्यही छैन केही छैन नेमा प्रब्लम भोक लागेको छैन मैले खाइरहेको छु आज मस्त खाइरहेको छु यस्तै छ है दिस इज अ न्यू प्लेस फर मी और फर सम यु या दिस इज अ न्यू प्लेस यु हेभ अलरेडी वाक दिस स्ट्रिट फर्स्ट टाइम यहाँ हाम्रो क्याप्टेन साहब एकदम हाम्रो आजको कपाकप हो क्या म हालिदिन्छु के छ बाबु तपु किन लजाउने यस्तो ऋतुलाई केही भन्नु छ खबर चुम्मा हो क्या ऋतुलाई यस्तै छ घरहरू युरोपको तर शान्त छन् क्या पुरा आफ्नै लाइफ हुन्छन् यिनीहरूको यस्तै छ है ल बुल्गेरियन ड्रेस रहेछ टक्क बुल्गेरियन ड्रेस रहेछ यहाँ यसो देखाइदिनु पऱ्यो नि त बुल्गेरिया आएपछि बुल्गेरियाको ड्रेस देखाइदिनु पऱ्यो यस्तो गाडीहरू हिँडेछ गाडी यस्तो चाहिँ खै रुट हुँदो रहेछ क्या 3 किलोमिटर त हिँडिन्छ हौ 3 किलोमिटर हिँडिन्छ 3 किलोमिटर हिँड्नु पर्यो साथीभाइहरू दुःख पायो अलि आयोजना गर्नेहरूले चाहिँ हरेक कुरामा सुविधा मिलाउनु पर्यो अलि अल्पत्र परिदो रहेछ कि अलिकति जिम्मेवारी गर्ने नै भएपछि चाहिँ अलि व्यवस्था मिलाउनु पर्यो भन्ने चाहिँ म अनुरोध गर्न चाहन्छु जति नै यो आज हुन गइरहेको यो फुटबल कम्पिटिसन छ नि अलिकति अर्को पालेदेखि अलिकति सुधार्नु पर्ने अवस्था मैले देखेको छु हामी चाहिँ अलि याम्बोलबाट आएका हो नि त त्यही भएर अलिकति यो खबर माथिसम्म पुर्याउन चाहन्छु यस्तै छ है बिल्डिङहरू यस्तै छ है घरहरू कता अजिबको छ है यहाँ अझै भने अलिकति एक्स्ट्रा लाग्यो क्या साथीहरू यस्तो छ गाडीहरू यस्तो छ घरहरू साथीहरू आउनु होला घुम्न तपाईँहरू पनि अलि मजाले घुम्नु पर्यो तपाईँहरू टक्क लाएर 2-3 दिन मिलाएर आउनु होला आफ्नो समय निकालेर हाम्रो चाहिँ छुट्टी छ नि त 9-10 दिन त्यही भएर यसो आएको फुटबल पनि खेलिन्छ घुमिन्छ नि भनेर यहाँ तपाईँहरूलाई देखाउन चाहन्छु यहाँ टक्क लगाएर घरहरू अजिबको छ अजिब भन्नाले अलिकति आफ्नै स्टाइलको होला यस्तो यो चाहिँ थोत्रे घर रहेछ यार यहाँ यस्तो छ
यस्तै छ यो सबै स्कुल कलेज होला सायद स्कुल कलेज होला यो नन स्टप यो यतिखेर हामी फुटसल खेल्न ग्राउन्ड यही हो देखाऊ फुटसल ग्राउन्ड यही हो हाम्रो गोविन्द सर यता आउनु पर्यो गोविन्द सर हुनुहुन्छ हाम्रो सरको नाम सोलोले भर्खर चुरोट खाएर मलाई पास गरेका छन् ल यसरी भिडियो बनाइदिनु है के थर्ड टोपीमा झार्छु म जान्छु कि ल हामी चाहिँ अब यतिखेर फर्किँदैछौँ हाम्रो यहाँ विक्रम सर हुनुहुन्छ आजको हाम्रो प्रदर्शन कस्तो लाग्यो हजुरलाई राम्रो मलाई त एकदम के भन्नु अब है के कस्तो भयो टपेन्द्र आजको अनुभव अनुभव एकदम राम्रो भयो ग्राउन्डमा उत्रिए होइन जुत्ता लगाएँ त्यसपछि खेल्न चाहिँ पाएन भनौँ न पाएन होइन ल हाम्रो गोल हान्ने मान्छेलाई कस्तो लाग्यो आज निराश बनायो गोल हान्ने मान्छे एकदम दुखी छु यार यस्तो दुख गरेर आइयो ल सबैलाई हेर्दै गर्नु होला अब हामी यहाँबाट कोठा जान्छौँ भोलि बिहान पुग्छौँ हामी रेस्ट गर्छौँ ल थ्याङ्क्स फर वाचिङ ओके बाई बाई